घरहरू भत्काएर सटरहरूलाई दुःख दिएर पसलहरू अस्तव्यस्त पारेर करोडौँ रुपियाँ लगाएर मोटरसाइकल पार्किङ गर्ने, मोटरसाइकल धुने, चिया पसल राख्ने गर्ने हो भने यो को काम छैन। त्यस्तो चाहिँ कामै छैन। अब यो बाटो क्लियर गर्नु पऱ्यो, सबै हिँड्नु पऱ्यो, अनि को मजा आउँछ। पसल राख्नुलाई, सटर राख्नुलाई, मोटरसाइकल सर्भिसिङ गर्नुलाई, मोटरसाइकल पार्किङ गर्नुलाई यो बाटो बनाइएको भने नेपाल बजारका जनताको लागि धेरै महँगो पर्छ। तसर्थ सचेत हुनु पर्यो है सबै। यो चाहिँ राम्रो भएन, यसरी पार्किङ गर्नु भएन। यद्यपि बाटो बनेको छ, राम्रो छ, तर बाटो बनेको जे प्रयोजन लाग्यो त्यो प्रयोजन हुन पाउनु पर्यो। ल, धन्यवाद।